है रोक अब एकैछिनको लागि हो भाइ अब चाहिँ एकछिन रोक्नु है है रोक अब एकैछिनको लागि हो भाइ अब चाहिँ एकछिन रोक्नु है यो हो डोल्पा जेठ 10 गते छोड्ने निर्णय गरे अनुसार सबैजना दिदीबहिनी तथा दाइहरू लगायत सम्पूर्ण मान्छेहरू वन प्रवेश गर्दैछ। यसरी हिँड्नुपर्छ, तलतिर खोला छ, माथि भिडमा चाहिँ यसरी हिँड्नुपर्छ। अब यस्तो ठाउँमा पनि तपाईको घोडा खच्चर चलाउँदै होटल व्यवसाय गर्दै उतातिर मान्छेहरू चाहिँ हिँड्दैछ हेरचाह गर्नको लागि। यदि दुःख पीडाहरू चाहिँ भोग्न पर्छ। अवस्था र व्यवस्था यस्तै छ, अरू खोजेर पाउनु छैन। यसरी भारी बोकेर हिँड्दैछ मान्छेहरू। अब के गर्ने, पैसा कमाउनु पर्यो। सब थोक पैसा हो तर केही थोक पैसा होइन। हरेक कुराहरूको चाहिँ जमर्को गर्दै जिन्दगीको धराप राखेर यो ठाउँमा आउँदैछ। यहाँको पहाडहरू यस्तै छ। यो हो डोल्पा है, डोल्पा तलतल भन्ने ठाउँको पुल। यसरी चाहिँ हेरचाह गुम्बाको सङ्कलन गर्नको लागि चाहिँ हिँडिरहेको छ। मलाई पनि खोकीले एकदम सताइरहेछ। डोल्पाको तपाईँको एक त उपल्लो भोटमा चाहिँ तलतल भन्ने ठाउँमा चाहिँ मान्छेहरू यसरी जाँदैछ है। यो यति दुःख कष्ट बोकेको छ तपाईँको है। यो डोल्पाको उपल्लो भोट क्षेत्र तपाईँको तलतल भन्ने ठाउँमा। यो तलतल भन्ने ठाउँको तपाईँको यो यसरी पालहरू हालेको छ। यसरी मान्छेहरू हिँड्दैछ है हेरचाह गुम्बाको लागि। यो यति ठुल्ठुलो लेकहरू छ, एकदम भिडपाखाहरू चढ्नुपर्छ। जिन्दगी कष्टकर छ। अब यसमा चाहिँ सेवा सुविधा भन्ने कुरा चाहिँ तपाईँको 7 पुस्तापछि पुग्छ होला। अहिले त कसैले केही गर्न सक्दैन होला है। एकदम गाह्रो छ। यति धेरै दुःख कष्ट छ है। मान्छेहरू धेरैजना छ। यस्तो यस्तो ठाउँमा चाहिँ यसरी हिँड्न पर्छ। एकदम कष्टकर जिन्दगी छ है। कति गाह्रो छ है। यहाँ रुकुम गोतामको यहाँ अङ्कल हुनुहुन्छ। आज कति गते भयो? 8 गते होइन, जेष्ठ 8 गते होइन। तपाईँ हाम्रो सबै रुकुमको साथीहरू दाजुभाइहरू आउनु भएको छ। मेरो घर चाहिँ जुम्ला हो अङ्कल होइन, मेरो घर चाहिँ जुम्ला हो। अब यहाँदेखि चाहिँ 5-10 मिनट हिँड्यो भने अब बाइक अटोहरू लाग्छ। तपाईँ कुन वनमा जानुहुन्छ? टाक्सी। ए तपाईँ टाक्सी जानुहुन्छ होइन। ए ल राम्रोसँग कमाउनु होला। अनि के आफ्नै पैसामा आउनु भएको कि लगानी कसै साउहरूबाट लिएर आउनु भएको? आफ्नैबाट आउनु भएको। ए ल धेरै दुःख गर्नुपर्छ है। ल यो ठाउँ हो दोटासी। दोटासीको त्यही बोर्डर हो चाइनाको उपल्लो डोल्पा। सबै दाजुभाइहरू चाहिँ यसरी आउँदै हुनुहुन्छ हेरचाह गुम्बा सङ्कलन गर्नको लागि चाहिँ।
म पनि भर्खर तपाईँको 8:30 बजे यहाँ पुग्यो बिहानको करिब बिहान 5 बजे हिँडेको 3.5 घन्टामा यहाँ पुग्यो है। यो हो ढोटासीको केही खोला। यहाँ चाहिँ अटो बाइकहरू चाहिँ उता त्यो यो देखिने ठाउँबाट चाहिँ अटो बाइकहरू लाग्छ। यहाँदेखि चाहिँ करिब 1 घन्टा 1.5 घन्टामा चाहिँ ढोटासी भन्ने ढोमा त्यो पुग्छ। यस्तो छ यहाँको ठाउँहरू चाहिँ है।
गाउँ भन्नुभयो दाइ फेरि भन्नुहोस् त एकपल्ट तेन्जे होइन ए तेन्जे यहाँ दाइको घर चाहिँ यहीँ हो तेन्जे ए ए ए ए अझै माथि जानुपर्छ है त्यो बाइकहरू सबै जान्छ होला नि रोड सबै छ नि है ए खुसी लाग्यो दाइ एकदम आज मेरो घरमा निजाल गाउँ सेपोक्सुरो गाउँपालिका वडा नम्बर 1 यहाँ चाहिँ यो यस्तो खालको बस्तीहरू छ यो रात देखिने चाहिँ यो गुम्बा हो यस्तो छ बस्ती है एकदम हावा चलिरहेको छ है धन्यवाद यो च्याखुरा त्यो छ यो डोल्पाको पिडभन्दा यसरी खतराहरू चाहिँ कुदाउँदै यो नाउहरू उसो भनेर चिनिन्छ है अब यो भाग छ म उतातिर जाँदाखेरि है ए कुद्नु सुरु गर्यो है यसरी कुद्छ छिर्यो आफ्नो यो चाहिँ भोटे कुकुरहरू हो हैन यो तपाईको च्याङ्ग्राहरू पाल्ने क्रममा चाहिँ यो भोटे कुकुरहरू चाहिँ यसरी पालेको हुन्छ भन्छ एर्सो गुम्बा है एर्सो गुम्बा अब यसलाई चाहिँ यसरी कुट्टा हानेर हैन यसरी कुट्टा हानेर अब यस्तो गरेर यसलाई माथि निकाल्नु पर्यो है अब यस्तै गरेर यस्तो गरेर माथि निकाल्नु पर्छ है निकाल्यो भने यसरी चाहिँ निकाल्नु पर्छ अनि गर्ने यो है यस्तो हुन्छ सङ्कलन गर्नुपर्छ है धन्यवाद एक दिनको कमाई 800 गुम्बा पासवर्ड राखेपछि चलो फोन मैले हातबाट लाएर खिलाएको नखुलाएको यो सफा गर्नुपर्छ सफा नगरिसकेपछि यस्तो हुन्छ भर्खर निकालेको आलु चाहिँ हो सफा गर्यो भने पछि चाहिँ यो हुन्छ के अब यसलाई सफा गर्नुपर्छ पछि पहेँलो हुन्छ
धन्यवाद। छिटो नको भयो म खिच्दा पहिला खिच्यो नि अहिले मैले दसैँ तलाई अन्जनल भाइ दसैँ तल यो हो मृग नारायण अर्गाले नौर नारायण अर्गाले भनेर चिन्छ है यो नौरहरू है ती ठुलो ठुलो पहाडहरूमा यसरी चढ्छ अहिले चाहिँ है धन्यवाद watching for this video. Thank you all of you guys. यो हो पासुग्यामको लेक यो अलिकति भिडियो पनि लैजाने सबैको खाल्डो रहेछ क्या बिचमा
यो खाली डाँफियाले डाँडाको ढुङ्गा भाइ जाने भने माथि लिएर त्यो हपलाटे त्यो सिधै पर ल्याउनु खानु नमिने है अनि खानु के छिराउनु पर्ला त नि चलो नभए नफाल्दा त ढुङ्गालाई माथिले पाल्छु ढुङ्गले यसो हालिदिएको भयो यस्तो चाहिँ ढुङ्गा ल्याएर म यसो न धारेमा खरिन्छ मिलाएर गरेर माझो सडक गर्ने भने त्यो ढुङ्गा तानी बाहिर ढुङ्गाले माछा ल्याउने ढुङ्गा हाल्दै हो यो पठमारा गाउँ यस्तो छ है ए फुच्चे साइड लगा म झरिदिन्छु अस्ति तल गोगने खोलामा तपाईँको यस्तो भइरहेछ यी हेर्नुहोस् है जेसिबी लागिरहेछ लास्टै कठिनपूर्ण जोखिमपूर्ण यात्रा भएको छ एकदम कस्तो तरिकाले हामी यसरी हिँड्दैछौँ यहाँ 6 नम्बर वडा तपाईँको चाहिँ हिमा गाउँपालिका 6 नम्बर वडा नेपाली काङ्ग्रेसबाट चाहिँ यहाँ अङ्कल हुनुहुन्छ हामीसँगै आइराखेका छौँ वडा अध्यक्ष उहाँ हुनुहुन्छ 6 नम्बर वडा अध्यक्ष है हिमा गाउँपालिकाको धन्यवाद यी हेर्नुहोस् तपाईँको पातरासी गाउँपालिकामा त गाडी नै छैन हेर्नुहोस् कतिजना मान्छेहरू एउटै गाडीमा ल हेर्नुहोस् अब
काम चाहिँ गरिरहेको रहेछ बाटो औरा गुच्चा पानी नौ रहेछ क्या हो डाँडाको ढुङ्गा बाइक जाने भने माथि कुदेर तपाईँलाई म वाइफाई भएकै ठाउँ पुऱ्याइदिउँ होटेलमा सबै मान्छेहरू चाहिँ यति धेरैजना मान्छे यहाँ रसिद काट्नुपर्छ कति काट्नुपर्छ त्यहाँ काट्नुपर्छ यहाँदेखि रसिद काट्नुपर्छ है ल ल कति काट्नुपर्छ ल आउनु न कति भन्छ त्यो गर्नु मिलाउनु न कसरी के गर्ने त्यो आफै मिलाउनु न पैसा म दिन्छु है छ है यो धोकोते ठाउँ हो धोकोते सिमाना हो है ल 3000 रुपियाँ चाहिँ तपाईँ आधी घन्टाको 3000 लाग्छ है त्यहाँ जान बिहान नि हिँडिरहेको थियो मैले वास्तै गर्दैन के
हात उठाएर